रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट नजिकै केही मिनेटको दूरीमा अवस्थित प्राकृतिक सौन्दर्य र सामाजिक सद्भावले भरिपूर्ण एउटा रमणीय गाउँ हो मन्थली नगरपालिका वडा नम्बर 2 मा पर्ने टेकनपुर। टेकनपुरको तल्लो भेगमा मुख्य रूपमा क्षेत्री समुदायको बसोबास रहेको छ भने माथिल्लो भेगमा नेवार समुदायको बाहुल्यता रहेको छ। फरक फरक समुदाय भए पनि यहाँ सबैले मिलेर गाउँको विकास, संस्कृति र सामाजिक सद्भावलाई जोगाउँदै आएका छन्। यो नै टेकनपुरको सुन्दरता हो। माथिल्लो टेकनपुरको धार्मिक आस्थाको प्रमुख केन्द्र मध्ये एक हो भीमसेनथान मन्दिर। गाउँको उच्च स्थानमा रहेको यस मन्दिरबाट सदरमुकाम मन्थली बजार, शान्त रूपमा बगिरहेको तामाकोशी नदी र रामेछाप विमानस्थल सँगै गाउँको हरियाली वातावरणको मनमोहक दृश्य एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ। यसै पवित्र भीमसेनथान मन्दिर प्राङ्गणमा मन्थली नगरपालिका वडा नम्बर 2 टेकनपुर निवासी श्री कुलबहादुर श्रेष्ठ र श्रीमती सावित्रा श्रेष्ठले आफ्ना स्वर्गीय पिता दिलबहादुर श्रेष्ठ र स्वर्गीय माता दिलमाया श्रेष्ठको पावन स्मृतिमा आफ्नै निजी लगानीमा सुन्दर चौतारा सहित बर पिपल वृक्षारोपण गरी 2082 वैशाख 3 गतेका दिन वैवाहिक कार्य सम्पन्न गर्नुभएको थियो। यो चौतारा यात्रुहरूलाई विश्राम, गाउँलेहरूलाई भेला हुने, धार्मिक कार्यमा भक्तजनहरू सहभागी हुने साझा थलोका रूपमा पनि स्थापित भएको छ।
शिक्षा र संस्कार सँगसँगै अघि बढुन् भन्ने उद्देश्यका साथ उहाँहरूले श्री कालीदेवी आधारभूत विद्यालय माथिल्लो टेकनपुरको प्राङ्गणमा पनि आफ्नै निजी लगानीमा सरस्वती मन्दिर निर्माण गरी मूर्ति स्थापना गरिदिनु भएको छ। उक्त मन्दिरको उद्घाटन 2080 साल असार 15 गते सुसम्पन्न भएको थियो। विद्याकी देवी सरस्वतीलाई समर्पित यो मन्दिरले विद्यालयको वातावरणलाई अझ पवित्र, अनुशासित र प्रेरणादायी बनाएको छ। यसै विद्यालयको छेउमा रहेको कालीदेवी मन्दिरमा पनि उहाँहरूले महत्त्वपूर्ण सहयोग पुर्याउनु भएको छ। धार्मिक सम्पदाको संरक्षण, मन्दिरको विकास र स्थानीय समुदायको आस्थालाई मजबुत बनाउन उहाँहरूको योगदान आज पनि गाउँलेहरूले सम्मानका साथ स्मरण गर्ने गरेका छन्। जब उहाँहरू जस्तो गाउँप्रति माया गर्ने नागरिकहरू आफ्नै ठाउँका लागि योगदान दिन अगाडि बढ्छन् तब गाउँको वास्तविक विकास सम्भव हुन्छ। माथिल्लो टेकनपुर त्यसको एउटा प्रेरणादायी उदाहरण बनेको छ। आफ्ना स्वर्गीय बुबा आमाको स्मृतिलाई समाज सेवा मार्फत जीवन्त बनाउने श्री कुलबहादुर श्रेष्ठ र श्रीमती सावित्रा श्रेष्ठको योगदान भावी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बनेको छ। हामी उहाँहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ। साथै आफ्ना स्वर्गीय पिता दिलबहादुर श्रेष्ठ र स्वर्गीय माता दिलमाया श्रेष्ठको स्मृतिलाई समाज सेवा मार्फत अमर बनाउने उहाँहरूको सोच र योगदानको उच्च कदर गर्दछौँ।